2082 सालको माघ महिनाको 2 गते शुक्रबार प्रदेश लोकसेवा आयोग मध्य प्रदेशले स्थानीय सेवा अन्तर्गत प्राविधिक र अप्राविधिक तर्फ पहिलो पटक विभिन्न पदहरूमा ठूलो संख्यामा नयाँ भ्याकेन्सी खुलाएको छ र मैले तपाईहरुलाई यस भिडियो मार्फत सरसर्ती कुन कुन पदमा के कति संख्यामा खुलाइयो यसका योग्यता उमेर पाठ्यक्रम परीक्षा मितिका विषयमा सरसर्ती जानकारी लिएर आएको छु। यो अब मध्य प्रदेश लोकसेवा आयोगले यो देश संहितामा गए पश्चात स्थानीय सरकारी सेवा भनेको स्थानीय तहमा काम गर्नको लागि यो ठूलो संख्यामा हालसम्मकै यो ठूलो हो। ठूलो संख्यामा खुलाएको छ। यो माघ महिनाको 2 गते शुक्रबार खुलाएको हो। तपाईहरुले प्रदेश लोकसेवा आयोगको वेबसाइटमा गएर अनलाइनबाट फारम भर्न सक्नुहुनेछ। सुरुमा हेरौँ अब यो अप्राविधिक भनेको अब नन टेक्निकल प्रशासन लेखा तर्फका भए। यसमा चाहिँ अब यो अप्राविधिक तर्फ 5औं तहको लागि खुलाइएको हो। 5औं तहको लागि खुल्लामा सामान्य प्रशासन तर्फ 64, त्यसैगरी लेखामा खुल्लामा 19 र त्यसैगरी आन्तरिक लेखा परीक्षक खुल्लामा 10 जना गरेर चाहिँ हो। टोटलमा सामान्य प्रशासन लेखा सहायक र आन्तरिक लेखा परीक्षक गरेर 93 जना यो खुल्लामा छ। त्यसैगरी समावेशी तर्फ पनि छ यो प्रशासन लेखा आन्तरिक लेखा परीक्षक। जस्तै मधेसी महिला तर्फ 25 जनाको कोटा छ। मधेसी मात्रै भन्ने कोटामा 23 जना छ। त्यसैगरी दलित महिला 8 जना, दलित 7 जना, मुस्लिम महिला 6 जना, मुस्लिम मात्रै भन्ने छ फेरि 4 जना, आदिवासी जनजाति महिला 4 जना, आदिवासी जनजाति भनेर 2 जना, थारू महिला 4 जना, थारू 1 जना, विपन्न खसारे महिला 3 जना, विपन्न खसारे 1 जना र अपाङ्ग महिला 1 जना गरेर यसरी चाहिँ मागेको छ। यो अहिले मैले तपाईलाई जानकारी गराएँ। त्यसपछि अर्को छ प्राविधिक भनेको टेक्निकल सेक्टरका अब स्थानीय इन्जिनियरिङ सिभिल इन्जिनियरिङ तर्फ खुल्लामा 44 जना छ। त्यसैगरी यसको पनि आरक्षण तर्फ विभिन्न कोटाहरूमा पनि मागेको छ। त्यसैगरी कृषि तर्फ पनि छ। कृषि तर्फ यो अब मत्स्य, लापो, डेढे, भेटेरिनरी गरेर 10 जना छ खुल्लामा। त्यसैगरी कृषिका पनि अब समावेशी तर्फ पनि खुलाइएको छ। त्यसैगरी अब स्थानीय शिक्षा भनेर यो शिक्षा प्रशासन प्राविधिक सहायक भन्छ। शिक्षा प्रशासनको प्राविधिक सहायक तर्फ खुल्लामा 14 जना छ। त्यसैगरी यसको पनि मधेसी महिला, मधेसी, दलित महिला, दलित, मुस्लिम महिला, मुस्लिम, आदिवासी जनजाति महिला, थारू महिला गरेर समावेशी कोटामा पनि खुलाइएको छ। त्यसैगरी अर्को छ यो स्थानीय स्वास्थ्यतर्फ जनरल नर्सिङ भनेको स्टाफ नर्स हेर्न पब्लिक हेल्थ नर्स, त्यसैगरी हेल्थ इन्सपेक्सन गरेर यो स्वास्थ्य सेवातर्फ पनि खुला र समावेशीतर्फ मागेको छ। परीक्षाको किसिम चाहिँ पाठ्यक्रम अनुसार तपाईँहरूको परीक्षा हुने हो। परीक्षा मिति, लिखित परीक्षा मिति चाहिँ पछि प्रकाशन गरिनेछ भनेको अहिले अब यति गते उति गते हुने भनेर तोकिएन। यो चाहिँ पछि सूचना आउँछ भनेर भनिएको छ। परीक्षा केन्द्र चाहिँ मध्य प्रदेशको प्रदेश राजधानी धनुषा जिल्लाको जनकपुर धाम भएको कारणले जनकपुर धाममा परीक्षा हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ। दस्तुर चाहिँ तपाईँहरूको 5औं तहको लागि खुल्लामा 400 र एउटा समावेशीको लागि थप 200 रुपियाँ थप दस्तुर लाग्यो। फारम भर्ने मिति चाहिँ अन्तिम मिति माघ 22 गतेसम्म सिङ्गल दस्तुरमा, माघको 23 गतेदेखि 29 गतेसम्म दोब्बर दस्तुरमा तपाईँहरूले फारम भर्न सक्नुहुनेछ भनेर भनिएको छ। यसको अब अनलाइनबाट पनि पेमेन्ट गर्न सक्नुहुनेछ तपाईँहरूले। त्यसैगरी यसबाहेक यहाँ खासै कुराहरू धेरै गरिएको छैन। उमेरको कुरा गर्नु पर्दाखेरि 18 वर्ष माघ 22 गतेसम्म 18 वर्ष पुरा भई 35 ननागेको पुरुष वर्गमा, महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा 40 वर्ष ननागुन्जेल भनेर भनिएको छ। कागजातहरू तपाईँले अपलोड गर्नु परिहाल्यो अनलाइनबाट फारम भर्दाखेरि सम्बन्धित कागजातहरू। त्यसैगरी अब योग्यताको कुरा गर्नु पर्दाखेरि 1 नम्बरमा सामान्य प्रशासन भन्ने छ 5औं तहको। सामान्य प्रशासनको लागि जुनसुकै विषयमा +2 पास गर्नुभएको छ भने फारम भर्न पाइयो। 2 नम्बरमा लेखा सहायक, त्यसैगरी आन्तरिक लेखा परीक्षक भनेर भनिएको छ। यो लेखा सहायक अथवा आन्तरिक लेखा परीक्षक 5औं तहको लागि। व्यवस्थापन वा वाणिज्य शास्त्रमा +2 पास गर्नु भएको छ भने भइहाल्यो। व्यवस्थापन वा वाणिज्य शास्त्र फ्याकल्टी छैन भने चाहिँ +2 मा तपाईँहरूको गणित, तथ्याङ्क शास्त्र अथवा अर्थशास्त्र वा जनप्रशासन मध्ये कुनै एउटा मेजर सब्जेक्ट लिएर पास गरेको हुनु पर्यो। त्यसरी इन्जिनियरिङ, मत्स्य, कृषितर्फ, भेटेरिनरी तर्फ पनि तपाईँहरूले भिडियोलाई पज गरेर योग्यता हेर्नुहोला, पढ्नुहोला। शिक्षा प्रासको लागि चाहिँ +2 मा शिक्षा शास्त्र लिएर पढेको हुनु पर्यो। त्यसरी अब यहाँ विभिन्न अरू स्वास्थ्य सेवाको पनि योग्यताहरू तपाईँहरूले हेर्नुहोला। अब यसबाहेक यहाँ अरू खासै धेरै कुराहरू गरिएको छैन। अब यो अनलाइनबाट तपाईँहरूले फारम भर्ने हो। अनलाइनबाट फारम भर्न मिल्छ। यो हालसम्मको सबैभन्दा ठुलो यही हो। अब यहाँ 6 नम्बरमा सबैभन्दा अन्तिममा चाहिँ के भनेको छ भने यो प्रदेश लोकसेवा आयोगबाट स्वीकृत सम्बन्धित प्रदेश निजामती सेवाको लागि स्वीकृत भएको पाठ्यक्रम नै स्थानीय सेवाको लागि हुनेछ हो भनेर भनिएको छ। अब यसको पाठ्यक्रम चाहिँ कस्तो छ भने ठ्याक्कै सङ्घीय लोकसेवा आयोगको नायब सुब्बा नासुको ठ्याक्कै नासुकै जस्तै नै छ। एउटा दुईटा यो मध्य प्रदेशको अब मन्त्रालय, मध्य प्रदेशको आर्थिक यो कुराहरू, आवधिक योजनाहरू, मध्य प्रदेशका मन्त्रालयहरू, मध्य प्रदेशको मुख्यमन्त्रीको कार्यालयहरू, यी कुराहरूको काम कर्तव्य अधिकारहरू थप पढ्न पर्यो। नत्र अरू कुराहरू लगभग यो 95% भन्दा बढी चाहिँ सङ्घको नासु
सँगै मिल्छ। त्यसरी तपाईँले हेर्नुहोला र हाम्रो युट्युब च्यानलमा यसभन्दा अगाडि नै विभिन्न अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू अपलोड भइसकेका छन्। त्यो भिडियोहरू पनि युट्युब च्यानलमा गएर हेर्नुहोला र यो भिडियोको तल डिस्क्रिप्सनमा मैले तपाईँहरूलाई सङ्घीय नासोको पाठ्यक्रम, अहिले भर्खरै खोलेको सङ्घीय नासोको भ्याकेन्सीका कुराहरू, भिडियोहरू, त्यसै गरी हाम्रो फेसबुक पेज जिके आइक्यू लोकसेवा प्लस फेसबुक पेजको लिङ्क पनि राखिदिन्छु। त्यो पेज पनि लाइक फलो गर्नुहोला, त्यहाँ पनि महत्त्वपूर्ण जानकारीहरू त्यो पेज मार्फत पनि पाउन सक्नुहुनेछ। युट्युब च्यानललाई सब्सक्राइब गर्न बाँकी हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, सँगै रहेको नोटिफिकेसन बेलमा क्लिक गरेर एएलएल अल नोटिफिकेसनमा पनि क्लिक गर्नुहोला। हस्त, धन्यवाद, नमस्कार।